कल्पना गर्नुस् त तपाई एसई को परीक्षा हलमा हुनुहुन्छ, अकाउन्ट को परीक्षा दिइरहनु भएको छ, तर एउटै फाइनल अकाउन्ट को प्रश्नमा झुन्डिएको 20 मिनेट भइसक्यो। हिसाब मिल्दैन, तनाव बढ्दै जान्छ। के गर्ने त अब? छोडो भने 8 मार्क्स जान्छ, तर अझै समय दिँदा फेरि अरु प्रश्न गर्न भ्याइदैन। यस्तै तनावबाट बच्न फाइनल अकाउन्ट गर्दा हुने सामान्य गल्तीहरू थाहा पाउनु एकदमै जरुरी हुन्छ। सो यस भिडियोमा हामी 8 मार्क्स को फाइनल अकाउन्ट बनाउँदा हुने 5 प्रमुख गल्तीहरू बारे छलफल गर्नेछौं। भिडियो अन्त्यसम्म हेर्नु होला ताकि परीक्षा हलमा तपाईलाई यस्तो समस्या नआओस्। हामीबाट हुन सक्ने पहिलो गल्ती भनेको चाहिँ डिप्रिसिएसनको एडजस्टमेन्ट। हामीले के ध्यान दिनु पर्यो भने हामीले जहिले पनि डिप्रिसिएसनको कुरा तलपट्टि एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ र डिप्रिसिएसन जहिले पनि हाम्रो कहाँ आउँछ त प्रॉफिट एन्ड लस को डेबिट साइडमा आउँछ। सो तपाईहरुले के गर्नु पर्यो, तपाईहरु सुरुमा ट्रेडिङ अकाउन्ट बनाउनु हुन्छ। सपोज तपाईलाई यहाँ ग्रस लस आयो अरे, त्यसलाई तपाई पीएल अकाउन्ट को डेबिट साइडमा ट्रान्सफर गर्नुहुन्छ र अब डिप्रिसिएसन कहाँ आउँछ, प्रॉफिट एन्ड लस को डेबिटमा आउँछ। टु डिप्रिसिएसन भनेर माथिपट्टि जति पर्सेन्ट भनेको छ, जेको पर्सेन्ट भनेको त्यसकै 10%, 15% क्याल्कुलेट गरेर त्यसलाई पीएल अकाउन्ट को डेबिट साइडमा हाल्नु पर्यो। यो चाहिँ मिस्टेक हुनु भन्दा पनि हामी धेरै छुटाउँछौं। त्यही भएर सुरुमा क्वेशन पढ्दा फेरि तलपट्टि एडिसनलमा कुन कुन कुराको डिप्रिसिएसन दिएको छ त्यसलाई एकपल्ट राम्ररी ध्यान दिनुपर्छ। र डिप्रिसिएसन एडिसनलमा दिनुको मतलब चाहिँ के हुन्छ, यो दुई ठाउँ आउनु पर्यो नि त हैन। एकपल्ट ट्रेडिङ र पीएल मध्ये एक ठाउँमा आउनु पर्यो, अर्कोपल्ट ब्यालेन्स शीटमा आउनु पर्यो। ट्रेडिङ र पीएल मा त ट्रेडिङ को डेबिट साइडमा आउँदा फेरि भइगयो। अब ब्यालेन्स शीटमा चाहिँ हामी डिप्रिसिएसन भनेको त एसेट को काट्छौं नि त हैन। एसेट को भ्यालु घट्नु डिप्रिसिएसन हो। सो यहाँनेर मेसिनरी को डिप्रिसिएसन बनाएछ भने हामीले ब्यालेन्स शीट को एसेट साइडमा चाहिँ मेसिनरीबाट त्यो डिप्रिसिएसनलाई घटाउनु पर्यो। त्यसरी नै जुन जुनको डिप्रिसिएसन भनेको छ त्यही डिप्रिसिएसनलाई हामीले त्यसको एसेट को भ्यालुबाट हामीले घटाउनु पर्छ। मिस्टेक नम्बर 2, क्लोजिङ स्टक ट्रिटमेन्ट। क्लोजिङ स्टक का जम्मा दुईटा केसेसहरु छन्। क्लोजिङ स्टक कि त ट्रायल ब्यालेन्समा आउँछ कि त तलपट्टि एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। कहिलेकाहीँ क्लोजिङ स्टक ट्रायल ब्यालेन्समा दियो भने चाहिँ त्यो एक ठाउँ मात्रै आउँछ, भरे ब्यालेन्स शीटको एसेट साइडमा मात्रै आउँछ। त्यो माथिपट्टि ट्रेडिङ अकाउन्टको क्रेडिट साइडमा आउँदैन। तर यदि हाम्रो क्लोजिङ स्टक चाहिँ तलपट्टि एडिसनल इन्फर्मेसनमा दिएको छ भने त्यो दुई ठाउँ हुनु पर्यो। एकपल्ट ट्रेडिङ अकाउन्टको क्रेडिटमा आउँछ बाइ क्लोजिङ स्टक भनेर, अनि अर्कोपल्ट चाहिँ ब्यालेन्स शीटको एसेट साइडमा क्लोजिङ स्टक भनेर लेख्नु पर्यो। क्लोजिङ स्टकमा ध्यान दिनुपर्ने कुरा यति मात्रै हो। अब अर्को मिस्टेकमा जाउँ, रिटर्न इनवर्ड र रिटर्न आउटवर्डमा। हामीले पहिला रिटर्न इनवर्ड रिटर्न आउटवर्ड भनेको के हो बुझ्नु पर्यो। रिटर्न इनवर्ड भनेको चाहिँ सेल्स रिटर्न हो, बेचेर फर्केको कुराहरू। रिटर्न आउटवर्ड भनेको पर्चेज रिटर्न, हामीले किनेको कुरा जुन फर्काउँछौं त्यो भनेको पर्चेज रिटर्न भयो। अब हामीलाई थाहा छ सेल्स रिटर्न भनेको सेल्सबाट घटाउनु पर्यो अनि पर्चेज रिटर्न भनेको पर्चेजबाट घटाउनु पर्यो। सो यो रिटर्न इनवर्ड आउटवर्डले चाहिँ अलिकति हेर्दा फेरि झुकाउने खालको मात्रै हो। हामीले सेल्स रिटर्न पर्चेज रिटर्न कुन हो भनेर बुझ्यौं भने सजिलै गर्न सकिन्छ यसलाई। जस्तै यहाँनेर हामीले क्वेशनमा रिटर्न इनवर्ड आउटवर्ड दुईटै दिएको छ। अब यसलाई कसरी हाल्नु पर्यो त, रिटर्न आउटवर्डलाई पर्चेजबाट घटाएर लेख्नु पर्यो भने रिटर्न इनवर्डलाई हामीले सेल्सबाट घटाएर लेख्नु पर्यो। यति गर्दा फेरि रिटर्न इनवर्ड आउटवर्डको कुराहरू क्लियर हुन्छ। अब जाउँ हामी चौथो मिस्टेकमा, प्रिपेड एक्सपेन्सेस एक्सपायर्ड। एउटा एक्जाम्पलको लागि हामीलाई क्वेशन माथि ट्रायल ब्यालेन्समा प्रिपेड इन्स्योरेन्स दिएको छ 20,000 भनेर, अनि तलपट्टि एडिसनलमा दिएको रहेछ प्रिपेड इन्स्योरेन्स एक्सपायर्ड भनेर। हामीले यो प्रिपेड इन्स्योरेन्सलाई चाहिँ हामीले खर्च मान्न मिल्दैन। माथिपट्टि इन्स्योरेन्स मात्रै दिएको थियो भने चाहिँ त्यसलाई हामीले पीएल अकाउन्टको डेबिट साइडमा लेख्न मिल्थ्यो। तर प्रिपेड इन्स्योरेन्स भनेको के हो त, इन्स्योरेन्सको खर्च पहिल्यै गरियो नि त। खर्च गर्नु भन्दा पनि पहिले गयो भने त्यसलाई हामीले खर्चको रूपमा राख्न मिल्दैन, ब्यालेन्स शीटको एसेट साइडमा मात्रै आउँछ। तलपट्टि जुन प्रिपेड इन्स्योरेन्स एक्सपायर्ड भन्यो यो चाहिँ हाम्रो एक्चुअल खर्च भएको पैसा हो, यसलाई चाहिँ हामीले पीएल अकाउन्टको डेबिटमा राख्नुपर्छ। सो एक्सपायर्ड भनेको कुरालाई, प्रिपेड खर्च एक्सपायर भयो भने त्यसलाई चाहिँ हामीले पीएल अकाउन्टको डेबिट साइडमा लेख्नु पर्यो। अनि भरे त्यो प्रिपेड इन्स्योरेन्स भनेको चाहिँ प्रिपेड एक्सपेन्सेस भनेर चाहिँ एसेटमा लेख्नु पर्यो। अनि जुन कुरा एक्सपायर भएको, जति अमाउन्ट एक्सपायर भएको छ त्यो एक्सपायर भएको अमाउन्टलाई चाहिँ हामीले त्यो प्रिपेडबाट घटाएर बाँकी रहेको ब्यालेन्स चाहिँ हामीले एसेट साइडमा लेख्ने। मिस्टेक नम्बर 5, ब्याड डेट एन्ड प्रोभिजन फर ब्याड डेट। विद्यार्थीहरूको धेरै गल्ती हुने भनेको यही ब्याड डेट र प्रोभिजन फर ब्याड डेटमा हो है। सो सुरुमा हेरौँ, हामीलाई ब्याड डेट अहिले एक ठाउँ मात्रै दिएको छ, माथिपट्टि ट्रायल ब्यालेन्समा ब्याड डेट 5,000 भनेको छ। यसरी माथिपट्टि मात्रै ब्याड डेट दिएको छ भने त्यसलाई हामीले एक ठाउँ मात्रै लेख्नु पर्यो, प्रॉफिट एन्ड लस अकाउन्टको डेबिट साइडमा, त्यो अरु कहीँ पनि आउँदैन। सो माथिपट्टि हामीलाई ब्याड डेट कुनमा दिएको छ, डेबिटमा दिएको छ भने यहाँ पनि कहाँ आउँछ त, पीएल अकाउन्टको डेबिटमै आउँछ। यसमा केही कन्फ्युजन हुने कुरै भएन।
अब अर्को केस ब्याड डेट ट्रायल ब्यालेन्स र एडिसनल इन्फर्मेसन दुइटैमा दिएको छ अरे। इक्जाम्पलको लागि यहाँ हेरौँ त, ब्याड डेट 5000 दिएको छ हामीलाई ट्रायल ब्यालेन्समा, अनि तलपट्टि एडिसनलमा फेरि एडिसनल ब्याड डेट रिटर्न अफ @5% भनेको छ। अब यो केसमा चाहिँ हामीले के बुझ्नु पर्यो, हामीले ब्याड डेट जहाँसुकै दिएको होस् त्यो ब्याड डेट हाम्रो जहिले पनि कहाँ आउने हो त, पिएल अकाउन्टको डेबिटमा आउने हो। त्यही भएर अहिलेको जस्तै हामीले एन्सर गर्दाखेरि के गर्नु पर्यो, पिएल अकाउन्टको डेबिटमा माथिपट्टि जुन ट्रायल ब्यालेन्समा दिएको ब्याड डेट छ त्यसलाई त्यसरी नै टु ब्याड डेट 5000 भनेर लेखिदिने। अब तलपट्टि जुन नयाँ ब्याड डेट दियो नि त होइन, त्यो नयाँ ब्याड डेटलाई पनि कहाँ लेख्नु पर्यो त, हामीले डेबिटमै लेख्नु पर्यो। सो त्यो नयाँ ब्याड डेटलाई चाहिँ पुरानो ब्याड डेटसँग जोडेर लेख्नु पर्यो हामीले, एड न्यू ब्याड डेट भन्ने। अनि ब्याड डेट भनेको जहिले पनि डेप्टरबाट क्यालकुलेट गरिन्छ। माथिपट्टि डेप्टरको अमाउन्ट हेर्नु पर्यो, डेप्टर हाम्रो 90000 दिएको छ। सो 90000 को 5% चाहिँ 4500 हुन्छ। त्यो दुईटालाई जोडेर हाम्रो टोटल ब्याड डेट भनेको 9500 त्यसलाई गर्नु पर्यो। सो माथिपट्टि तलपट्टि दुई ठाउँमै ब्याड डेट दिएको छ भने त्यो कहाँ आउँछ त, एकपल्ट पिएल अकाउन्टको डेबिट साइडमा आउँछ। अघि हामीले के बनाएको थियौँ, एडिसनल इन्फर्मेसनको कुरा जहिले पनि दुई ठाउँमा आउँछ। सो माथिपट्टिको ब्याड डेट त यहाँनिर आयो प्रफिट एन्ड लसमा, त्यो अब अरू कहीँ पनि आउँदैन। तर तलपट्टिको ब्याड डेट एडिसनल ब्याड डेट 5% त्यो त एक ठाउँ प्रफिट लस मात्रै आएको छ, त्यो अर्कोपल्ट कहाँ आउनु पर्यो त, ब्यालेन्स सिटको एसेट साइडमा आउँछ है त्यो चाहिँ। अब चाहिँ हाम्रो जुन डेप्टर लेखिन्छ एसेटमा 90000, त्यसबाट नयाँ ब्याड डेटलाई घटाएर चाहिँ हामीले त्यहाँबाट बाँकी रहेको ब्यालेन्सलाई डेप्टर भनेर लेख्नुपर्छ। हामीले के ध्यान दिनु पर्यो, डेप्टरबाट घट्ने भनेको चाहिँ कुन ब्याड डेट हो त, तलपट्टि एडिसनल इन्फर्मेसनको ब्याड डेट मात्रै हो, माथिपट्टिको घट्दैन, माथिपट्टिको एक ठाउँ मात्रै आउँछ। यो एउटा केस भयो। अब अर्को केसमा जाउँ, हामीलाई ब्याड डेट र प्रोभिजन फर ब्याड डेट माथि ट्रायल ब्यालेन्समा दिएको छ र तलपट्टि एडिसनल इन्फर्ममा चाहिँ एडिसनल ब्याड डेट भनेर दिएको छ अरे। त्यो केसमा चाहिँ हामीले के गर्नु पर्ने, पहिलाको जस्तै माथिपट्टि दिएको ब्याड डेटलाई टु ब्याड डेट भनेर 5000 डेबिटमा लेखिदिने, अनि तलपट्टि जुन हामीलाई एडिसनल ब्याड डेट भने आउँछ नि, त्यो नयाँ दिएको ब्याड डेटलाई हामीले त्यो माथिको ब्याड डेटसँग जोडेर लेख्नु पर्यो। अगाडिको केस जस्तै हो, यहाँनिर नयाँ के थप्यो त, प्रोभिजन फर ब्याड डेट भनेर हामीलाई क्रेडिट साइडमा 10000 दिएको छ। सो हामीलाई क्वेसनमै क्रेडिटमा दिएको छ भने हामीले पनि पिएल अकाउन्टमा कहाँ लेख्नु पर्यो, यसलाई क्रेडिट साइडमै बाई प्रोभिजन फर ब्याड डेट भनेर 10000 क्रेडिटमा लेखिदिने। सो प्रोभिजन फर ब्याड डेट माथिपट्टि दिएको छ भने ट्रायल ब्यालेन्समा जुन साइडमा दिएको छ हामीले प्रोभिजन फर ब्याड डेट जहिले पनि क्रेडिटमै दिएको हुन्छ, त्यसलाई हामीले क्रेडिटमै हालिदिने। अनि ब्यालेन्स सिटमा चाहिँ पहिलाको केस जस्तै डेप्टर्स भनेर 90000 लेख्ने, अनि तलपट्टिको जुन न्यू ब्याड डेट छ त्यसलाई चाहिँ हामीले घटाएर लेख्नु पर्यो। अब जो अन्तिम केसमा यो चाहिँ सबैभन्दा बढी झुक्किने कन्फ्युज हुने क्वेसन चाहिँ यस्तै हो है त। हामीलाई माथि पनि ब्याड डेट र प्रोभिजन फर ब्याड डेट दिएको छ ट्रायल ब्यालेन्समा, अनि तल पनि एडिसनल ब्याड डेट अनि न्यू प्रोभिजन फर ब्याड डेट दिएको छ। अब यो केसमा के गर्नु पर्यो त, अघि हामीले बुझेअनुसार माथिपट्टि दिएको ब्याड डेटलाई हामीले सुरुमा लेख्नु पर्यो पिएल अकाउन्टको डेबिटमा टु ब्याड डेट 5000 भनेर, अनि जुन हामीलाई तलपट्टि एडिसनलमा नयाँ ब्याड डेट दिएको छ त्यसलाई पुरानोसँग जोड्नु पर्यो, एड न्यू ब्याड डेट भनेर होइन। अनि जुन हामीलाई तलपट्टि एडिसनलमा न्यू प्रोभिजन फर ब्याड डेट टु बी मेन्टेन एट 5% भनेको थियो नि, त्यसलाई पनि हामीले डेबिटमै लेख्नुपर्छ। ओके, सो एडिसनलमा चाहिँ हामीलाई ब्याड डेट भने पनि प्रोभिजन फर ब्याड डेट जे भने पनि त्यसलाई हामीले कहाँ लेख्ने, डेबिटमा लेख्ने। ओके, सो हामीले टु ब्याड डेट भन्ने 5000 एड न्यू ब्याड डेट भनेर 6000 लेख्ने। अब हामीले के निकाल्नु पर्यो, न्यू प्रोभिजन फर ब्याड डेट त्यसलाई पनि जोड्नु पर्यो। तर यसको अमाउन्ट निकाल्दा फेरि चाहिँ हामीलाई क्वेसनमा के भनेको छ, न्यू प्रोभिजन टु बी क्यालकुलेटेड एट द रेट अफ 5% भनेको छ नि त होइन। 5% भनेको के हो, डेप्टर्सको। हाम्रो डेप्टर भनेको 90000 हो, तर यसमा हामीले 90000 को 5% निकाल्न मिल्दैन। 90000बाट तलपट्टि जुन न्यू ब्याड डेट दिएको छ नि हाम्रो नयाँ ब्याड डेट, त्यो भनेको त खराब कर्जा हो नि त होइन, त्यसलाई चाहिँ घटाएर 90000बाट 6000 घटाउने, अनि त्यसको चाहिँ 5% निकालेर त्यसलाई के भन्ने, न्यू प्रोभिजन भनेर भनिदिने। अनि तिनटैलाई जोडेपछि 15200 जुन आउँछ त्यसलाई चाहिँ डेबिट साइडको अमाउन्टमा हालिदिने। अनि जुन माथिपट्टि ट्रायल ब्यालेन्समा प्रोभिजन फर ब्याड डेट भनेर 10000 क्रेडिटमा दिएको छ त्यसलाई जस्ताको तस्तै क्रेडिटमा बाई प्रोभिजन फर ब्याड डेट भनेर 10000 लेखिदिने। अनि अब यो तलपट्टि जुन हामीलाई एडिसनलमा न्यू ब्याड डेट 6000 र न्यू प्रोभिजन 5% भनेको छ नि, त्यो त ब्यालेन्स सिटमा पनि आउनु पर्यो नि त एकपल्ट होइन। सो ब्यालेन्स सिटमा चाहिँ कसो गर्ने, डेप्टर्स भनेर एसेटमा 90000 लेख्ने पहिला,
अनि जुन नयाँ ब्याड डेट दिएको छ लेस न्यू ब्याड डेट भनेर 6000 घटाइदिने। अनि जुन हामीले अघि भर्खर न्यू प्रोभिजनको अमाउन्ट निकालेको थियो नि 90,000 माइनस 6,000 को 5% भनेर 4200 होइन, त्यतिलाई पनि घटाउने। अनि त्यहाँबाट दुइटैलाई घटाएर आएको अमाउन्ट जुन छ 79,800 त्यसलाई चाहिँ हामीले एसेट साइडमा डेप्टर भनेर हालिदिने। हामीले भर्खर छलफल गरेको 5वटा मिस्टेक्सहरूलाई इक्जाममा अभोइड गर्न सकियो भने सजिलै 8मा 8 ल्याउन सकिन्छ यो फाइनल एकाउन्टको प्रब्लमबाट है त। भिडियो मन पऱ्यो भने लाइक गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू।